अन्यहास्यो नमस्कार छ सधैँको जस्तै तपाईहरुको भाषाको साथी म मिलन राई है भन्ने हामीदा स्वागत छ। अब हिजोस्ति मैले भने बमोजिम नै आज पनि मैले चाहिँ तपाईहरुलाई क्रियालाई कसरी कालमा बदल्ने भन्ने तर्फ लाँदैछु आजबाट। र यो क्रियालाई कसरी कालमा बदल्ने भन्दाखेरि हामी अहिले वर्तमान कालदेखि सुरु गर्छौं, जुन हामीले मक्ता ओदा खादा छादा उन्दोङ हादा हैन यस्ता कुराहरु जति पनि आउँछन् यी भनेको दा लागिसकेको कुरा हो। त्यो भनेको चाहिँ जस्तै जानु आउनु बस्नु खानु नेपालीमा नु भने जस्तै हो। अब नेपालीको पनि नु हटेर जान्छ। जस्तै मैले हिजो खाएँ आज खान्छु र भोलि खानेछु अथवा खाइरहेको छु यसरी भएर जान्छ खानुबाट। त्यो जसरी नु हट्छ हो त्यसरी नै यो कोरियन भाषाको पनि दा हट्ने गर्दछ है साथीहरु। दा हटिसकेपछि अगान भन्छ। दा हटिसकेपछि बाँकी रहने शब्दहरुलाई चाहिँ हामी अगान भन्ने गर्दछौं। त्यो अगान अब इंग्लिशमा चाहिँ VST अथवा भर्ब स्टिम भन्ने गर्दछौं। तिनीहरुलाई नै हामीले चाहिँ कसरी अब क्रियालाई कालमा लाने भन्ने कुरा नै हो महत्त्वपूर्ण कुरा। त्यसो भएपछि तपाईहरुलाई स्वागत गर्दै गर्दै ल साथीहरु आजको यो हाम्रो काल सम्बन्धीको कुराहरु चाहिँ सुरु गर्न गइरहेको छ। आशा छ भिडियो हेरेर केही कुरा सिक्नु हुनेछ। हवस् त ल सुरु गर्दैछु म। यतातिर ध्यान दिनु होला। अब यहाँ साथीहरु यहाँ हेर्नु भने के छ भन्नुहुन्छ भने ह्यन्जे भन्ने छ। ह्यन्जे भनेको वर्तमान, सिजे भनेको के हो त काल, वर्तमान काल अथवा प्रेजेन्ट टेन्स हो। अब एकचोटी सर हामीले पढेर पनि हेर्छौं है VST भन्छ। VST के हो अहिले म बताइहाल्छु हेर्नुस् यहाँ है। अब VST भनेको चाहिँ क्रियाको अन्तमा रहेको है, क्रियाको अन्तमा रहेको। कहाँ रहेको अरे त भन्दा क्रियाको अन्तमा रहेको। हटाएर हो यो हटाएछ भने मेरो टाइपिङ मिस्टेक भयो। अन्त्यमा रहेको दा हटाएपछि दा भन्ने चीज चाहिँ हटाएपछि अब पछि बाँकी रहने शब्दलाई नै बुझाउँछ है। दा हटाएपछि बाँकी रहने शब्द जस्तै मक्ता भनेको चाहिँ खानु, मक्ता खानु हो। अब खानुको VST चाहिँ मक हुन्छ क्या। के हुन्छ त साथीहरु मक यहाँ हेर्नुहुन्छ है मक भन्ने छ हैन। यो मक भन्ने छ है। यो मक भन्ने चाहिँ खानु भन्ने बुझियो। के भन्ने बुझियो अरे त खानुको VST भन्ने बुझियो। खानुको मक्ताको मक भएर आयो। त्यसो भएपछि यसलाई हेर्दिनु भयो भने ध्यान दिएर के भएको छ त यहाँ मक भएको छ है साथीहरु। हो यसैलाई नै हामी चाहिँ के भन्दो रहेछौं त VST भन्दो रहेछौं। के भन्दो रहेछौं VST है। मिस्टेक अन्ली अब यो यतातिर गयो है। सरी है एकैछिन साथीहरु। ल त्यसो भइसकेपछि अब हेर्नुस् है यहाँनेरि यो खानु भन्ने भयो मक भयो। यसको खानुको VST मक रह्यो। अब अनि यो मक्तालाई लेख्नु खोजेको है साथीहरु। यहाँनेरि मिस्टेक भएछ सरी। यो चाहिँ नि मिस्टेक भएछ। यहाँनेरि चाहिँ हाम्रो अब यहाँ हेर्नुस् है यो मक्तालाई हो यो है मक्ता मक्तालाई चाहिँ यो ई फेरि कता उछिट्यो ल। अब मक्तालाई लिइन्छ मतलब VST को रूपमा चाहिँ केलाई लिइन्छ त मक्तालाई लिइन्छ साथीहरु है। अब मक्तालाई VST को रूपमा लिइसकिसकेपछि लिइदो रहेछ हैन। अनि यो नै VST हो भन्ने कुरा नि बुझ्नुपर्छ अरे। यदि VST मा उ ई र यो उ अ ई भयो है। अब यो ई भनेको चाहिँ फाचिम सहितको ई आए चाहिँ अयो लगाइन्छ है। त्यसैले ओरा आएमा आयो लगाइन्छ, ओरा आएमा आयो लगाइन्छ है। यो ओरा आएको खण्डमा चाहिँ आयो लगाइन्छ। त्यस्तै गरेर हादा आए के आयो रे त साथीहरु हादा है। यो हादा भन्ने चीज आयो भने चाहिँ के लगाइन्छ त यहाँ हेयो लगाइन्छ। त्यस्तै अब ई फगत है ई मात्रै जस्तो खारु सिदाको खारुसी मासिदाको मासी हुन्छ। यस्तो अवस्थामा चाहिँ यो ई हटाएर हामीले के लगाइन्छ यो लगाइन्छ है। अब यो लगाएपछि यो नै हो हाम्रो प्रेजेन्ट टेन्सको नियम है साथीहरु है।
अब लगाइन्छ यो अनौपचारिक शिष्ट भाषा भन्छ। यो अनौपचारिक र औपचारिक भनेको चाहिँ तपाईँहरूले जस्तो घरमा बोल्दाखेरि ठुलो मान्छेहरूसँग नि शिष्ट भाषामै बोलिन्छ बोल्नलाई चाहिँ, तर पनि अब आइसियोस् गइसियोस् खाइसियोस् भन्ने चलन त हाम्रोमा छैन नै। आउनुहोस् जानुहोस् खानुहोस् बस्नुहोस् नै भन्ने बुझिन्छ भने अब फर्मल भनेको चाहिँ यो के अरे अनौपचारिक भाषा भनेर र शिष्ट भाषा भन्छ। र भिएसटीको भवेल भए भिएसटीमा चाहिँ भवेल भए भन्छ के भने भवेल इन्डिङ भए बनिदा र कन्सोनेन्ट इन्डिङ भए चाहिँ सुम्निदा लगाइन्छ भन्छ। यो चाहिँ जसको अर्थ चाहिँ के हुन्छ अरे त छु छौँ छिन छौँ हुनुहुन्छ आदि हुन्छ। अब त्यसपछि बनिदा सुम्निदा भनेको चाहिँ फर्मल लगाइन्छ औपचारिकमा लगाइन्छ। औपचारिक भाषा भनेको चाहिँ कस्तो भन्नुहुन्छ भने जस्तो तपाईँ ब्याङ्कतिर जानुहुन्छ सभा सम्मेलनतिर जानुहुन्छ अफिसहरू कार्यालयतिर जानुहुन्छ हो यस्तो बेलामा बोलिनेलाई चाहिँ फर्मल अथवा बनिदा सुम्निदा लगाएर बोलिन्छ भने आयो भनेको चाहिँ आधारपूर्वकै बोलेको तर आफू चाहिँ घरतिर भनौँ न त्यस्तो औपचारिक कार्यक्रम नभएको बेला बोल्ने कुरा हो है। अब यहाँ हेर्नुहोस् के भनेको छ भन्दाखेरि सुदा भनेको तितो हुनु टोपी लगाउनु होइन, टोपी लगाउनु छाता ओढ्नु प्रयोग गर्नु आदि हुन्छ। अब त्यस्तै अब यसलाई भिएसटीमा हामीले के हाल्यो भने सु भयो। भिएसटीमा हाल्दा हाम्रो के भयो अरे सु है। अब यहाँ माथि हेरिदिनुहोस् त अब हाम्रो के आएको खण्डमा भनेको छ यहाँ ऊ आएको खण्डमा भन्ने छ है। यहाँ ऊ आएको खण्डमा हामीले के लाउँछ अरे अयो। बाइ द वे यो ऊ चाहिँ तपाईँको इरेगुलर परिसकेको छ जुन इरेगुलर पनि भनेको छु। त्यसो भएको कारणले गर्दाखेरि हामीले सिधै यसमा अयो थपेर के हो सयो लगायौँ। त्यस्तै गरेर अब यता फर्मलमा चाहिँ सु भएपछि हाम्रो यो भवेल इन्डिङ भएर बनिदा लगाएर सुम्निदा है। सुम्निदा भयो तितो छ टोपी लेख्छु टोपी लगाउँछु छाता ओढ्छु आदि भयो प्रयोग गर्छु। त्यस्तै यसलाई मैले वाक्यमा प्रयोग गरेर देखाएको छु। यहाँ हेर्नुहोस् है छनोन म चाहिँ यरुमे भनेको ग्रीष्म ऋतुमा मोजारुल सयो भनेको छ अथवा सुम्निदा है। म चाहिँ ग्रीष्म ऋतुमा यरुम भनेको ग्रीष्म ऋतु अनि मोजा भनेको चाहिँ टोपी अनि सयो भनेको चाहिँ लगाउँछु। यसको मतलब के भयो त भन्दाखेरि म चाहिँ ग्रीष्ममा टोपी लगाउँछु है भनेको ग्रीष्म भनेको अब यरुम भन्छ। अब एउटै अर्थ रहन्छ क्या साथीहरू। अब म कर्ता भएकोले छु भएको छ यहाँनिर कर्ता जे छ त्यसरी नै यो आउने गर्दछ। यो कर्ता अनुसार छ छिन छौँ हुनुहुन्छ आदि प्रयोग गरिन्छ। लिङ्ग पनि त्यही हो। अब केटा छ भने छ केटी छ भने छिन भन्ने अर्थ लाग्दछ। सङ्ब्यल भन्छ त्यसलाई है कोरियन भाषामा। जस्तो अब सरी यहाँ इक्ता हुनुपर्ने इल्दा भएछ। यो टाइपिङ यस्तै हुन्छ साथीहरू त्यही भएर माफ गर्नु होला कहिलेकाहीँ यस्तो हुने नै गर्दछ। त्यसो भएपछि यो चाहिँ इक्ता हो साथीहरू है इक्ता हो। अब इक्ता भनेको चाहिँ पढ्नु भन्ने बुझिन्छ है किताब पढ्नु पत्रिका पढ्नु आदि एकछिन है एकछिन बसेर टुसुका बसेर गानाधारामा बसा जसा हो यसरी पढ्नुलाई इक्ता भनिन्छ। अब इक्ताको भिएसटी चाहिँ के आइदियो भने हाम्रो इक आयो है साथीहरू। ल र ग फाँचीमा आएको खण्डमा गलाई उच्चारण गरिन्छ त्यही भएर इक्ता भएको छ। तर यतातिर गइसकेपछि यो भवेल खाली छ। यो भवेल खाली भएपछि यो अघिल्लो आधा उच्चारण हुन्छ भने यतातिरको ग पूर्ण यो असँग ठोकिएर गयो हुन्छ। त्यसो भएकोले गर्दाखेरि इल गयो। यस्ता डबल फाँचिम जति पनि छन् भवेलसँग मिसिएपछि अघिल्लोलाई आधा उच्चारण पछिल्लोलाई भवेलसँग मिसाएर पूर्ण उच्चारण गरिन्छ। हक फाँचिम रहेको खण्डमा चाहिँ त कहिले पनि उच्चारण हुँदैन है साथीहरू। न कन्सोनेन्टसँग हुँदा न भवेलसँग जुनैसँग ठोकिँदा पनि हको चाहिँ उच्चारण हुँदैन। डेफिनेटली आउनु चाहिँ आउँछ। जस्तो तपाईँले मान्था भन्ने पढ्नुभएको होला धेरै हुनु। अब इक सुम्निदा भयो। यो भने चाहिँ किन इक सुम्निदा भयो भन्दाखेरि यहाँनिर हेर्नुहोस् फाँचिम छ। फाँचिम भइसकेपछि हामीले के लाउनुपर्छ भनेको छौँ त सुम्निदा लगाउनुपर्छ भनेर यहाँनिर चाहिँ कन्सोनेन्ट इन्डिङ भएकोले कन्सोनेन्ट इन्डिङ भन्नु नै फाँचिम हो। त्यस्तै गरेर अब हेर्नुहोस् यहाँ तल हेर्नुहोस्। अब यसैलाई मैले वाक्यमा प्रयोग गरेर देखाइदिएको छु। छनोन भनेको म चाहिँ हान भनेको एक सिगान भनेको घन्टा छेगुल भनेको किताब है इल गयो भनेपछि पढ्छु इक सुम्निदा भनेको नि पढ्छु नै हो है साथीहरू। त्यसो भइसकेपछि म चाहिँ के गर्छु अरे त 1 घन्टा किताब पढ्छु हो। यसरी चाहिँ बन्ने गर्दछ। यो तपाईँको भवेल इन्डिङ भएर यहाँ सुम्निदा बनिदा लाग्यो यहाँ चाहिँ कन्सोनेन्ट इन्डिङ भएर सुम्निदा लाग्यो। कथा चाहिँ एउटै हुन्छ। किन यहाँ इल गयो भयो भन्नुहुन्छ भने नि यहाँ इक छ क्या। इक भएपछि यो फाँचिम सहितको इ भनेर मैले माथि लेखाएको छु हो। यहाँनिर यहाँ हेर्नुभयो भने अब यी फाँचिम यहाँ हेर्नुहोस् यी फाँचिम सहित आए इ के त इ आए अयो लगाइन्छ भनिन्छ। त्यही भएर यहाँनिर के भएको छ त अयो भएर इल गयो भएको छ है साथीहरू। आशा छ हेर्नु होला। ल आजको मुख्य विषयवस्तुतिर जाउँ अर्को जुन चाहिँ मैले यहाँ तयारी गरेर राखेको छु त्यसलाई अब हेरिदिनुहुन्छ होला भन्ने आश गरेको छु। ल हेरौँ है साथीहरू।
यहाँनिर के रहेछ त भन्नुहुन्छ भने ह्यान्जे सिजे भन्ने आएको छ वर्तमान काल भनेर है। ह्यान्जे सिजे भनेर लेखेको छ वर्तमान काल भनेर बुझिन्छ यसलाई। अब जस्तो कि तपाईँले यहाँ हेर्नुभयो भने ह्यान्जे भनेको वर्तमान, सिजे भनेको के हो काल है, प्रेजेन्ट टेन्स। अब हेर्नुहोस् भिएसटीमा बनी का सुन्नी का यो क्वेसन्स गर्छ जहिले पनि है, छ छन् छौँ त भन्ने अर्थ गर्छ प्रश्न गर्दाखेरि। त्यस्तै अब भिएसटीमा भवेल इन्डिङ भयो भने चाहिँ बनिका लाग्दछ भने कन्सोनेन्ट इन्डिङ भयो भने सुम्निका लाग्दछ। त्यस्तै गरेर भिएसटीमा, भिएसटी भनेको कुरो बुझ्नुभयो, दा हटेपछि बाँकी रहने शब्द हो। भिएसटीमा चाहिँ नै अब भवेल इन्डिङ भयो, यहाँ छ हेर्नुहोस् यो भवेल इन्डिङ भए बनिदा लाग्दछ। अब त्यसपछि कन्सोनेन्ट इन्डिङ भए चाहिँ के हुन्छ त सुम्निदा लाग्छ, जुन कुरो अघि पनि मैले बताइहालेको छु। यहाँ भवेल इन्डिङमा चाहिँ बनिदा है अनि कन्सोनेन्ट इन्डिङ सुम्निदा भनेको छ। यसले चाहिँ उत्तर दिने गर्दछ है, के दिने गर्दछ अरे साथीहरू, उत्तर दिने गर्दछ, छ छु छौँ भन्ने कुरा हुन्छ। अब त्यस्तै अघि नै मैले भनेको थिएँ नि ओरा आएको खण्डमा आयो लाग्छ भनेर। त्यसो भएपछि यहाँ के लेखेको छ त खादा लेखेको छ, जानु भन्ने छ। खा चाहिँ हाम्रो भिएसटी हो, के भयो अरे साथीहरू भिएसटी है। अब यो भवेल इन्डिङ भएर खाम्निका जानुहुन्छ त जान्छौ त भन्ने अर्थ लाग्यो। अब छिप भनेको घर भयो, ए भनेको मा, खाम्निका घर जानुहुन्छ त भनेर भन्दछ। अब यो भवेल इन्डिङ भएकोले बनिदा लगायो। अब त्यसपछि छिबे घरमा, खाम्निदा भनेको जान्छु अथवा जान्छौँ, जे हुन्छ कर्ता अनुसार हुन्छ है साथीहरू। कर्ता जे छ त्यही अनुसार बदलेर जाने गर्दछ। त्यस्तै गरेर मक्ता आयो, मक्ता भनेको खानु हो। तपाईँहरूलाई अघि लेखेर देखाइसकेको छु है, मक्ता भनेको खानु हो। अब खानु भइसकेपछि चाहिँ के हो त भन्नुहुन्छ भने नि यसको मक आयो, के आयो अरे मक। यदि आएको छ भिएसटीको अन्तिम भवेल भने त्यसमा अयो लगाइन्छ। त्यसमा हाम्रो कन्सोनेन्ट इन्डिङ छ, कन्सोनेन्ट इन्डिङ भएकोले गर्दाखेरि सुम्निका लगाइयो, मक सुम्निका। अब के भयो त भन्दा फाबुल भात अनि मक सुम्निका खानुहुन्छ त अथवा खान्छौ त भनेपछि अब यता नि मक भएकोले गर्दा सुम्निदा लाग्ने गर्दछ, मक सुम्निदा हजुर खान्छु, फाबुल मक सुम्निदा भात खान्छु है। त्यस्तै ओदा छ, ओ र आयो भने जहिले पनि के हुन्छ अरे साथीहरू आयो लाग्छ, के लाग्छ अरे आयो। अब यो ओको चाहिँ अब यो सिङ्गल ओ हुन्छ क्या, के हुन्छ अरे साथीहरू सिङ्गल ओ है। यो सिङ्गल ओ छ, यहाँनिर कुनै फाछिम साछिम छैन यहाँ मुनि है। त्यसपछि ओ र आको चाहिँ सम्बन्ध छ, ओ र आ बराबर के हो त वा हुन्छ, के हुन्छ अरे साथीहरू वा। त्यसपछि फाछिम नभएको कारणले गर्दाखेरि हामीले चाहिँ यसलाई सिधै जोड्ने गर्दछौँ ओ के अरे वमा है साथीहरू। वमा सिधै जोडिएपछि यो के भयो अरे त वा है, यसरी भएको हो यो। अब हाम्रो अन्तिम भवेले के छ त ओ छ, यहाँ कन्सोनेन्ट इन्डिङ छैन है साथीहरू। कन्सोनेन्ट इन्डिङ भयो भने चाहिँ यसरी सिधै आ जोड्नु पाइँदैन। त्यसो भएपछि ओम्निका बनिका लगाएर आउनुहुन्छ त भनेपछि क्वेसन्स भयो। जस्तै हाक्यो ए ओम्निदा, यसरी ओम्निका, हाक्यो भनेको विद्यालय हो, ए भनेको मा है, अनि ओम्निका भनेको आउनुहुन्छ त ओदाबाट आएको हो है। त्यसो भएपछि अब हेर्नुहोस् त यहाँ के आयो त ओ आयो, ओ आइसकेपछि यहाँ बनिदा लाग्दछ। त्यसो भएपछि यो ब जहिले नि फाछिमको रूपमा प्रयोग गरिन्छ मूल शब्दको मुनि है। त्यसो भएपछि अब बनिदा लगाएर ओम्निदा भयो। त्यसो भएपछि अब हाक्यो भनेको के रहेछ त विद्यालय रहेछ, ए भनेको मा रहेछ, ओम्निदा भनेको आउँछु आउँछिन् आउनुहुन्छ जे भन्नुहुन्छ कर्ता अनुसार। त्यस्तै गरेर यहाँ हादा छ, के छ अरे साथीभाइहरू हादा। हादा भनेको गर्नु क्रिया, तर यो आफैमा पूर्ण भव चाहिँ होइन है साथीहरू। यसको अगाडि नाउन लाग्ने गर्दछ। नाउन लागिसकेपछि जस्तै यन्सु हादा, नुरे हादा, थुङसान हादा, ट्रेकिङ गर्नु, सुयङ हादा, पौडी खेल्नु हो, इरुल हादा, काम गर्नु, साराङ हादा, माया गर्नु है। यो हादा क्रिया चाहिँ हो तर पूर्ण होइन। यसको अगाडि चाहिँ हाम्रो केही न केही नाउन हुनैपर्छ। के हुनुपर्छ अरे साथीहरू नाउन, ठिक बुझ्नुभयो तपाईँले। यसमा के हुनुपर्छ अरे NOUN नाउन है, नाउन हुनैपर्छ। नाउन नभइकन यो पूर्ण हुँदैन। त्यसपछि यहाँ हेर्नुभयो भने हाम्निका होइन, हादाबाट के हो त हाम्निका। त्यसको अगाडि के भयो त इल, इल भनेको काम हो। त्यसो भएपछि इरुल हाम्निका, यो इर हादा पनि हुन्छ साथीहरू। डाइरेक्ट हामीले इर हादा पनि लेख्न सकिन्छ, के पनि लेख्न सकिन्छ अरे इर हादा लेख्न सकिन्छ है। अब त्यो उल चाहिँ त्यो हादाको ठाउँमा चाहिँ जहिले हादा आउँदाखेरि नाउनको बिचमा हामीले लगाउन पाउँछ है, लगाउने तरिका लगाउने गरिएको छ
है। तर यसको रुट भर्ब चाहिँ कहाँबाट आएको भन्नुहुन्छ भने इरादाबाट आएको। कहाँबाट आएको अरे त साथीहरू? इरादा। इलादा होइन है साथीहरू, इरादा है। र फाचिमले चाहिँ नि ह भेटायो भने यो र नै उच्चारण हुन्छ, त्यही भएर इरादा यो काम गर्नुबाट आएको हो साथीहरू। त्यसो भएपछि इरुल हाम्निका काम गर्नुहुन्छ त भन्यो। अब यताबाट हा भएपछि यो डेफिनेटली भर्बल इन्डिङ हो, त्यसै बनिदा लाग्दछ, त्यसै इरुल हाम्निदा काम गर्छु, यसरी भएको छ। अब त्यस्तै गरेर अब यहीँ पढ्नुभयो नि हुन्छ है। औपचारिक शिष्ट भनेर भन्दछ, अनौपचारिक इन्फर्मल पोलाइट भनेर भन्दछ। टेन्सको रूपमा चाहिँ आउँदा यसरी आउँछ। हेर्नुहोस् है त, के आउँदा भन्दाखेरि इन्डिङमा आ ओ आएमा आयो लाग्छ होइन। त्यस्तै गरेर आ उ र इ अनि अर्को उ पनि है साथी हो, नबिर्सिने कुरा हाम्रो यो लामो उ पनि आएको खण्डमा चाहिँ हाम्रो अयो लगाउने गरिन्छ। यो इ चाहिँ कस्तो भन्नुहुन्छ भने फाचिम सहितको है। फाचिम इक्ता इप्ता इत्ता भन्ने यस्ता खिप्ता होइन, मित्ता। त्यस्तै गरेर यी मात्रै आएको खण्डमा यहाँनिर चाहिँ कुनै पनि फाचिम हुनु भएन, त्यस्तो अवस्थामा चाहिँ यो लगाइन्छ। हादा आउनु बित्तिकै त हे हो भइहाल्छ। यो हे भनेको चाहिँ ठाडो भाषा हो। अब अघि नै भइसकेको छ साथीहरू, खादा भनेको जानु क्रिया हो। त्यो चाहिँ खा प्लस आयो भएपछि अब यो आ नै भएको कारणले, यहाँ चाहिँ आयो नै भएको कारणले चाहिँ हामी यो फाचिम छैन यसको मुनि फाचिम नभइसकेपछि हामीले कमन लिने गरिन्छ एउटा आलाई, त्यही भएर यो खायो। यसरी खा आयो लेख्न चाहिँ पाइँदैन, यहाँ फाचिम हुनु पऱ्यो, त्यस्तो अवस्थामा मात्रै आयो लगाउनु पाइन्छ, पूर्ण आयो। यो आ र अनि यो आ चाहिँ हाम्रो कमन आएको है साथीहरू, यो कमन लिएको। त्यसै मक्ताको मग भिएसटी भयो भने अब यहाँ फाचिम छ, हाम्रो भवेल साउन्ड के छ? अ छ, त्यसले के भेटायो त? अयो। त्यसो भएपछि मगयो, खान्छु। अब हेर मासिदा छ, मासिदाको हाम्रो भिएसटी पिउनु हो, यो तरल पदार्थ जुनसुकै। यहाँ मासी आयो, यो मासी आइसकेपछि यहाँ फाचिम छैन, इ मात्रै छ, सिधै इ हटाएर हामी के लगाउँछौँ त? यो लगाउँछौँ। त्यसो भएकोले गर्दाखेरि मास्यो पिउँछु। अब हादाको आउनु बित्तिकै सिधै के हुन्छ भन्नुहुन्छ भने हे यो हुन्छ क्या। हादा आउनु बित्तिकै हे यो हुन्छ। त्यसै अब हे प्लस यो जोडेर हे यो गर्छु भन्ने अर्थ लाग्छ। यो प्रेजेन्ट टेन्सको चाहिँ इन्फर्मल पोलाइटमा है, अनौपचारिक शिष्ट भाषा बोल्दाखेरि। त्यस्तै ओदा आउनु हो। अब यो ओदाको हाम्रो भिएसटी ओ भइगयो, ओ र आको सम्बन्ध छ वा हुन्छ, त्यसो भएर हामीले सिधै यो जोडाएर वा आयो आउँछु भयो। जस्तै फेउदाको भिएसटी के भयो? फेउ भयो। फेउ भएपछि यहाँनिर अब ऊ आइसकेपछि अयो जोडिन्छ। यसमा पनि के छ त भन्नुहुन्छ भने नि साथीहरू, ऊ प्लस अ जोडिएपछि व हुन्छ क्या। के हुन्छ अरे? व हो। त्यसो भएकोले गर्दाखेरि हामी यसलाई पनि जोड्छौँ क्या। यो भनेको व हो है, यो व है। यो जोडी नमिल्ने भएकोले, भवेल जोड्न मिल्ने भएकोले यहाँ तल फाचिम पनि नभएको कारणले गर्दाखेरि चाहिँ एकैचोटि हामीले जोडेर हेर्नुहोस् त, फेउ हाम्रो भिएसटी थियो, यो उमा अयो थपेपछि फेवयो भयो है, सिक्छु भन्नु। जस्तै खारुछिदा भनेको सिकाउनु हो। खारुछि भयो हाम्रो, यहाँ के आइदियो त? इ। यसको फाचिम छैन। त्यसै भएपछि यहाँ इ हटाएर यो जोडिन्छ, त्यसपछि खारु छयो, सिकाउँछु। जस्तै फोदा भनेको हेर्नु क्रिया हो। त्यसपछि हाम्रो भिएसटीमा के आयो? फो। अब यो ओ र आको सम्बन्ध मैले छ भनेको छु, आ हुन्छ, तल फाचिम छैन। तल फाचिम नभइसकेपछि अब के भयो त? आयो, सिधै जोडेर के भयो त? फुवायो। हेर्छु। जस्तै सुदा भनेको अघि नै भनेको छु, लेख्नु, तितो हुनु, टोपी लाउनु, छाता ओढ्नु, प्रयोग गर्नु आदि हुन्छ। हाम्रो सु भयो। यो उ चाहिँ जहिले पनि इरेगुलर हुन्छ, यो उ र अको सम्बन्ध हुँदैन। यो उ आउनु बित्तिकै हामीले के लाउनुपर्छ? अयो लगाउनु पर्ने भएकोले यो उ चाहिँ इरेगुलर भएको अथवा असँग नमिल्ने भएर सिधै हामीले अयो लगाएर सयो, तितो छ, टोपी लाउँछु आदि इत्यादि। यो फुचिदा भनेको चाहिँ तपाईँको पार्सलहरू पोस्ट गर्नु अथवा चिठी पत्रहरू पोस्ट गर्नु, र अर्को चाहिँ तपाईँको फुचिदा भनेको चाहिँ तपाईँको खेरान अन्डालाई डामिन्छ नि हो, त अन्डा डाम्नुलाई नि फुचिदा, खेरान फुच्चिम भन्छ है, रोटी डाम्नु भने जस्तै हो यो। अब यसको चाहिँ फुची मात्र आयो। फुची आइसकेपछि हाम्रो के आएको छ? यहाँ इ आएको छ। अब इलाई हटाएर हामीले यो थपेर फुच्च्यायो, चिठी पठाउँछु होइन। सोफोरुल फुच्च्यायो भन्यो भने पार्सल पठाउँछु। सोफो भनेको पार्सल है।
यी नियमहरू तल छँदैछ साथीहरू, यी हेर्नु होला के भएको हो कसरी भएको हो भन्ने कुरो। र नियममा यो माथि एकचोटि हेर्नुहोस्, यो नियममा नपर्ने जति सबै आएर कहाँ जोडिन्छ भन्नुहुन्छ भने अयोमा आएर जोडिन्छ। कहाँ जोडिन्छ अरे साथीहरू? अयो है। बाँकी रहेको जस्तो सिप्ता छ नि त, सिप्ता भनेको के हो? सजिलो हुनु हो। उ प्लस इ सुई तल ब आयो होइन, सुइदा सुइदा है, यो होइन है, यो होइन। सुइदा भनेको आराम गर्नु, के गर्नु अरे? आराम गर्नु। अब दा हट्छ, हाम्रो भिएसटीमा के आउँछ त? सुई आउँछ। के आउँछ? सुई आउँछ। अब सुई आइसकेपछि अब यो उ र इ जोडिएको खण्डमा के लाउने भन्ने त हाम्रो नियम छैन। त्यसो भएपछि सिधै यसलाई के हो त? अयो जोडिन्छ। के जोडिन्छ अरे साथीहरू? अयो है। अयो जोडिएपछि सुई अयो है। आराम गर्छु, आराम गर्नुबाट आराम गर्छु। ल यी सम्पूर्ण कुराहरू छँदैछन् यहाँनिर हेर्नुहोस्। छिबे खायो, म गयो, हिर्हेयो, यी सबै कसरी भएको छ भन्ने कुरो यहाँ देखाइदिएको छ। गोटा गन्ती गरेर तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँले चाहिँ सम्पूर्ण रूपमा यहाँ हेरेर जान सक्नुहुन्छ है। त्यसो भएकोले गर्दाखेरिलाई यो अब पढिसक्नु भएको साथीहरूलाई चाहिँ अलिक उपयोगी नै हुन्छ। कन्फ्युजनहरू भएको, दुविधाहरू भएको कुराहरू चाहिँ तपाईँहरूले यसबाट हेरेर मेट्न सक्नुहुन्छ भन्ने आशा गर्दै आजको लागि चाहिँ बिदा हुन चाहन्छु। अर्को फेरि हामी क्रियाकै बारेमा सिक्नेछौँ र अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई चाहिँ बिदा चाहन्छु। हस् त, नमस्कार, खाम्साहाम्निदा, धन्यवाद।